कहिलेकाहीँ लाग्छ जिन्दगीमा हामी दौडिरहेका छौँ तर आखिर पुग्ने ठाउँ कहाँ हो। आजको यो दिन मैले यसरी नै सुरु गरेको छु। सधैँ चाहिँ बिहान उठे रेडी भयो अनि कामतर्फ लागिहालेँ। 90 दिन च्यालेन्जको आज डे 18 हो। युएमा बसेर काम गर्दा बाहिरबाट हेर्दा नर्मल जस्तो देख्छ तर हरेक दिनभित्र आफ्नै एउटा स्ट्रगल हुन्छ। कहिलेकाहीँ काम धेरै हुन्छ, कहिलेकाहीँ समय नै पुग्दैन अनि कहिलेकाहीँ आफैलाई सोध्छु म यो सबै किन गर्दैछु भनेर। अनि जब फेब्रुअरी आउँछ आफ्नो भविष्यको लागि। आज पर्फेक्ट दिन थिएन तर आज पनि मैले हार मानिनँ। सानो प्रोग्रेस भए पनि म अगाडि बढिरहेको छु अनि यसै गरी अगाडि बढि नै रहनेछु। मैले यो 90 दिन च्यालेन्ज सुरु गरेको पनि 18 दिन बितिसकेछ, पत्तै भएन। हरेक दिन एउटा नयाँ चुनौती आउँछ अनि म त्यसलाई पार गर्दै जाँदैछु। कहिलेकाहीँ त लाग्छ केही नगरिकन बसौँ तर फेरि सोध्छु होइन गर्नुपर्छ। आजभन्दा 17 दिन अगाडि म कहाँ थिएँ अनि म आज 18औं दिनमा म कहाँ छु। पहिलो दिनको जुन मैले भिडियो बनाउँदाखेरिको मेरो प्रोग्रेस अनि आज 18औं दिनको मेरो प्रोग्रेस म आफैलाई अचम्म लागेर आउँछ। तपाईँहरू पनि अझै अड्किरहनु भएको छ के गर्ने भनेर भने अहिले नै सुरु गर्नुहोस्। एउटा भनाइ त सुन्नुभएको नै छ होला, बगेको खोला कहिले पनि फर्किँदैन भनेर। त्यसैले म भन्छु अहिले नै सुरु गर्नुहोस् अनि आजै सुरु गर्नुहोस्। हजुरहरूले अहिलेसम्म जति पनि मेरो भिडियो देख्नु भएको छ केही न केही थोरै भए पनि प्रोग्रेस देख्नु भएको नै छ होला। आजको डे 18 पनि कम्प्लिट भयो अनि फेरि भेट्नेछ भोलि डे 19 मा। थ्याङ्क यू फर वाचिङ।